morning, guys. Welcome to the MRV vlog. And today we are going to St. Mary Falls. And Sami couple and Emma couple, we are going together to St. Mary Falls. And here are the things. Here are the things, guys. Everyone make mistakes, and I do a lot. घरबाट हामी क्विन्स मेरी फल जानको लागि घरबाट नै खाने सामानहरूको बन्दोबस्त गरी र केही सामान अन द वेमै किनेर लगेका थियौँ र हामी हाम्रो डेस्टिनेसनतर्फ लाग्यौँ। ठुला ठुला बारी फराकिलो जमिन लागिरहेको थियो। हामी नेपालकै कुनै तराई भागतिर थियौँ। अझ यहाँको काम गर्ने शैली, सुविधा र टेक्नोलोजीले हाम्रो मन प्रफुल्ल र मनमोहक गराइरहेको थियो। आकाश देख्दा लागिरहेको थियो हामी आकाशकै नजिकै हिँडिरहेका छौँ। बाटोको वरिपरि हरियाली, रुख, खुल्ला आकाश, मनै लोभ्याउने वातावरण। एकैछिनको यात्रापछि हामी वारविक ठाउँमा आइपुग्यौँ, जुन क्विन्सल्यान्ड भित्रको एउटा रमणीय बजार रहेको थियो। भन्नु हाम्रो काम भनेको यति मात्रै हो। डिसिजन यता हुन्छ, यता यस्तो हुन्छ। कफी खान्छौँ, एकछिन वारविक घुम्छौँ, अनि आधी घन्टामा क्विन्स म्यारी फल पुग्छौँ, अनि चकलेट बनाएर खान्छौँ, अनि त्यसपछि हाम्रो हाइकिङ सुरु हुन्छ, अनि आएर हामी बारबेक्यू गर्छौँ। बाई बाई। कस्तो लाग्दैछ? मलाई मेरो अन्तरआत्माबाटै यो आजको दिन सम्झेर म हिजो अस्तिबाटै सुत्न सकेको छैन। आज मलाई मेरो मनै Hi guys, that's in. All good. Thank you, Feeling guys. happy. We're gonna enjoy Thank it. you. He can't even say all of the things. ह्याप्पी हेलोइन होला लास्टमा। आज हामी रोज सिटीमा आइसकेका छौँ, guys. Happy Halloween होला है, happy हाम्रो Halloween. grocery shopping all and this is called Warwick. Warwick. This is not very far from Toowoomba. So yeah, it's a beautiful city, and this city got a lot of history, and it's written all over the walls there, and we'll read through that, and we'll have a good vibe today, I think so. Yeah. Thank you, guys. नमरी स्वर्ग देखिँदैन भन्नेहरूको लागि यो एउटा इक्जाम्पल पनि हुन सक्छ। बाँचेर नै स्वर्ग देख्ने हो। फाल्दिम। If you like it. यहाँ राखौँ भनेर चिज हामी जान्छ। आइस फाल्ने भनेर ल्याएको क्या। खाले हुन्छ। Finally. Yay! ल गाइज, त हामी कहाँ जाँदैछौँ? ल भैँसिज भैँस चराउनु हो क्या? भैँसिज अब खासमा के छ भने नि हाम्रो के त कति स्लो बोल्नु?
दाइ सुरुमा एकैछिन गाह्रो दाइलाई सुरुमा गाह्रो हुन्छ क्या के हो भने हाम्रो होइन जुन धारणा रहेको छ यस विषयमा तर विषय के हो भन्नेको हामीले खोजी गरिरहेका छौँ अनि आज हामी इरिटेट गराएको ल आज हाम्रो सेन्ट मेरिज फल्समा हाम्रो भ्रमण जारी रहेको छ स्टिल द डेस्टिनेसन इज सस्पेन्स हामी चाहिँ यहाँ अहिले 15 किलोमिटरको बाटो पनि 15 मिनटको बाटो थियो अनि त्यसपछि यतापट्टि चाहिँ 40 मिनट्सको बाटो थियो दिस इज लाइक 2 किलोमिटर्स एन्ड वी आर गोइङ अराउन्ड लाइक इन द बिल्डिङ अफ फरेस्ट एन्ड वी आर गोइङ टु सी द क्वीन्स म्यारिज नेपालको लागि नेपाली हेर्नेको लागि पनि हामी यहाँ जङ्गलको बाटो हामी प्रस्थान गरिरहेका छौँ र यो जङ्गलको बाटो पिच पनि रहेको छ नेपालमा जुन अस्वाभाविक कुराहरू हुने गर्छन् जुन हुँदैन तर नेपालमा पनि पुराना बाटोमा चाहिँ के गरिन्थ्यो भने सिँढी हालिन्थ्यो तर यहाँ चाहिँ के गरिएको छ पिच गरिएको छ अनि रुखहरू काटिएको छ वरिपरि र रुखहरूलाई यसरी छोडिएको छ नेपालमा हुन्थ्यो अनि यो रुखहरू लगाएर के गरिन्थ्यो भने शिवरात्रिमा लगाएर धोनी गरिन्थ्यो यस्तो हुन्छ अब आउँदैन Last हजुर क्यामेरा इज इन रेड लाइट रेड लाइट स्पिड क्यामेरा What's up, Mike? Long time no see, buddy. क्या मिठो भयो यार या माइक ओए यहाँ त बबाल रहेछ ओए यहाँ हुँदैन यसरी चढ्न हुँदैन है कति बबाल हो गाइस मजा आयो यार राम्रो यार मनोज सर म दौडिन्छु खिच्नु म दौडिन्छु मनोज सर खिच्नु Is the lizard or not? Yeah, that's I don't think it's a frill neck lizard. I think it's a dragon. Dragon. Oh, dragon. Yeah. It's beautiful. Yeah. They can bite though. They cool? They can bite. Yeah. Yeah. But they usually run. They're usually scared of you. So. Swim well too. Like, they got Venus or like. केही समयको हिँडाइपछि भने हामी हाम्रो गन्तव्यमा राम्रोसँग आइपुग्यौँ बाटोमा केही कतै अवरोध भने भएन नेपालमा देखिरहेको झरना बाहिरी मुलुकमा आएर पनि देख्न पाउँदा कतै कतै नेपालमै छु कि भन्ने चाहिँ हुँदो रहेछ बडी तुम्हें पुग्न लाग्दा पानी कति थाकेको आउनु दिदी आउनु बस्नु झन् बसेपछि झन् थके लाग्छ यस्तो मान्छे एबिसी कसरी जान्छौ अझ मार्दी हिमाल चढ्छु अन्त कोही एबिसी जाम भन्थ्यो अझ नेपालको बेलामा मार्दी हिमाल चढ्ने मैले घिसार नि रे तर हो यार हेप्न नि थाक्नु भयो हजुर थाक्नु भयो तिमी थाक्यौ म पनि अहिले हामीले दाइको गाडीमा आयो
बाइकको गाडी है हाम्रो भनेको सबैको भयो नि मेरो भनेको पनि अब यो झुक बुढी अब हाम्रो तिनीहरूले हामीले छोड्छौँ अब कोही आएन हामी छोड्दैन कुन हाल्दा आयो भने पनि हाम्रो 10 जना साथीहरू आउँदैछन् भनेर अब झिङ्गालाई यसो डिस्ट्र्याक्ट गरेर उता बार्बिक्यू गर नि यहाँ ल्याएर खा हाम्रो यहाँ सुरु हुँदैछ मनमोहक ठाउँ मात्र हेरेर पनि भएन रमाउँदा रमाउँदै भोक भने निकै लागिसकेको थियो हामी हाम्रो घरबाट लगेको सामान निकालेर पकाउन थालियो मन धपाउनु पर्ने हुन्छ यो त एक सेकेन्ड झुन्डिनु खानु होइन यसले त उठेर राख्नु यो हुँदैन उपाय छैन कि टाढो उठ्दै जान आइसक्यो हामी माखाको बुग्ला बनाउँछ स्योर आउँछ फाइनल्ली जसरी पनि खाना चाहिँ अलि हाइजिन गरेर खानु बाहिर चाहिँ अलिकति माहौल डिस्टर्ब गर्यो सो इन्जोय हामी बाहिर चाहिँ रमाइलो गरियो खाना चाहिँ भित्र आइएको छैन त्यही त हो एउटा प्लेट ल्याउनु उयो त होइन यो ल है फाइनल्ली बाई 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 Queen's Mary Fall we really enjoyed a lot see you next time see you until next time in our photos and videos यस्तै छ होइन अर्को खाँची त म गएको छैन हाम्रो त्यो स्याङ्जाको जानु होइन उता पोखराबाट त गएको बटौली तर रमाउँदै रमाउँदै समय बितेको पत्तै भएन फेरि फर्किएर घर जान पनि टाढा छ त्यसैले बेलैमा घर जाने निर्णय गरियो टन्न भयो त्यो भयो ल मजा अब ओल्ड सिटी रहेछ के रहेछ कस्तो ओल्ड सिटी क्या अन्त फाइनली हामी चाहिँ आइपुग्यौँ होइन ए फाइनली we are back home tired बट वी रियली इन्जॉय फेरि अर्को भिडियोमा भेटौँला